ल साथीहरू म चाहिँ यहाँ प्रमिला मिसको घरमा आएको छु नयाँ बजारमा यहाँ बडा र बडी चाहिँ आगो ताप्नु हुँदैछ यस्तो आगो ताप्नुपर्छ हाम्रो ठाउँमा चाहिँ हो रातो रातो गाला पारेर अनि यहाँ गफ गर्दै गर्दै बसेको कति धेरैमा सबैजनालाई भेटेर अनि यहाँ प्रमिला मिसले चाहिँ कफी बनाइदिन्छु भनेर बनाइदिनु हुँदैछ अनि कति धेरै पछाडि अब आइरहे पनि नि त्यस्तो समय नै हुँदैन नि त निस्केर गफ गर्ने नि पहिले त कति है प्रमिला मिस ओरदोर भेटघाट भइरहने हो त दिदीहरूसँगै पढ्नु भएको नि त है अनि टाइट भयो चिसो भएर हामी चाहिँ यसरी प्रमिला मिस र म चाहिँ फेटा बानिराख्छौँ है थ्याङ्क यू सो मच तातो तातो मिल्क कफी यो चाहिँ नयाँ बजारमा कफी खानुपर्ने अवस्था हुन्छ नि चिसोले चाहिँ जाडो हिउँ पर्ला है अस्ति हिउँ पर्दा कहाँ हुनुहुन्थ्यो प्रमिला मिस ए उतै हुनुहुन्थ्यो असिना त पुरै ठुलो तल पनि त आएछ नि सागहरू सबै च्यातिरहेको छ हाम्रोतिर केहरू सब्जीहरू क्या डुट्टो बनाइरहेको छ असिनाले ए हजुर यहाँ चाहिँ त्यो दौबारी पछिको छरको मसिनो मलको जस्तो आयो झ्याल ठुलो त आउँदै आएन यहाँ त केही मेरो चस्मा चाहिँ यो तेरो मेरोबाट हिमाइहाल्यो जस्तो नि भएको छ त आज घरि घरि त मेरो त छैन नि चस्मा माथि नै होला ल्याएको छैन होला अनि कहाँ हुन्छ 85 इयर्स पुग्नु भएछ हाम्रो बडा चाहिँ तर पनि एकदमै हेल्दी अहिलेसम्म भगवान्को कृपाले है दबाईहरू खानु परेको छैन रहेछ बडी कति वर्ष पुग्नुभयो मम्मी 75 तर है फिट हुनुहुन्छ नि सबै कामहरू गर्नुहुन्छ अहिले बारीमा चाहिँ खेतीहरू गर्नु लाउनु भएको छ कि छोड्नु भएको त्यति ए हो कहिले काहीँ बुवा पुगेर आउनुहुन्छ हजुर बुवा पुगेर आउनुहुन्छ कहिले त्यतिकै छ त्यतिकै केही लाउनु भएको छैन म पनि जाउँ भनेको गएकै छु एक दुई दिन पछाडि जानु दुधहरू चाहिँ ठिका गरेर खानुहुन्छ दुधहरू घाँसको त्यही बारीको घाँस काटेर अनि ल्याइदिनुहुन्छ ए नभए चाहिँ किन्दा चाहिँ कसरी लिटर हो यहाँ दुध चाहिँ हामी त जान्दैनौँ हामी जान्दैनौँ त्यो हाम्रो चाहिँ बेचाइ हुँदैन घाँसको पनि हिसाब छैन दुधको पनि हिसाब छैन यस्तो पो हुन्छ त गाउँघरमा त नि सम्बन्ध भनेको चाहिँ पैसा मात्रै चल्ने चाहिँ हुँदैन है हाम्रोतिर चाहिँ है विश्वास हुन्छ है दुध फ्री घाँस फ्री पैसा चाहिँ हिसाब किताब पनि हुँदैन त्यस्तो धेरै राम्रो हुन्छ क्या गाउँघर चाहिँ साथीहरू आफ्नो मान्छे है धेरै नि अब अरू बेला यस्तो केहीमा चाहियो भने पनि पठाइदिए यति लिटर भन्दा पठाइदिन्छन् हजुर पैसा तिर्नु पर्दैन त्यसै है आफूले पनि के पर्दा सहयोग गर्यो होइन सहयोग त आफैले गरेको छ नि अब गाउरा झिक्रा पनि दिइराखेको छ लिया हो बाल अब आफू यहाँ बोक्न पनि सकिँदैन बाल्न पनि सकिँदैन हजुर आज पनि पर्ने रहेछ सौनी त ला हेर्नु मलाई भिजाउँछ होला असिना पर्छ यस्तो हुन्छ है गाउँघर भनेको चाहिँ साथीहरू थाहा पाउनु भयो होला नि कस्तो हुन्छ गाउँघर नि त्यहीमाथि हाम्रो पहाड त स्वर्गीय हो नि फेरि नि अब जाडै छ अलिक तातो भएपछि चाहिँ नि हुन्छ अब बिस्तारै तातो यस्तो छ साथीभाइहरू ल गाउँघरको मान्छे यस्तो हुन्छ कस्तो हुन्छ भन्नुहुन्छ होला यस्तो दिलदार होइन यस्तो आँखा चिम्लेर विश्वास गर्न सक्ने हुनुहुन्छ नि त हुन्छ थ्याङ्क यू सो मच बढाएर बढीलाई पनि मेरो फेसबुकमा कति धेरै समय पछाडि आज अलिकति भिडियो कैद गर्न पाएकोमा आफैले नै भाग्यमान ठानेको छु हुन्छ धन्यवाद हजुरहरूलाई धेरै धेरै स्वस्थ बस्नु होला है ल अब कतिमा भेट भयो मजा आयो नि फोटो पनि खिच्यौँ भिडियो पनि बनायौँ है भेट्दै गर्नुपर्छ अर्को बेला आउँदै गर्नुपर्छ गीत गाउनु आउँछ तपाईँलाई त आउँदैन बरु भगवान्को नाम जप्नुपर्छ हेर त हुन्छ अब चाहिँ जाने चाहिँ जानेर एकछिन त बसौँ न कति बेर भइसक्यो एकछिन बसौँ कि एकछिन बसौँ भन्नु होइन नि अब गफै नसकेर काम पो के छ र त घरमा बिस्तारै जाँदा पनि भइहाल्छ त काम त छ नि भोलि पर्सि फेरि आउँछ नि अम्लिसो थुतेको बनाउनुपर्छ है के बनाउनु पर्छ अम्लिसो थुतेको भन्ने रहेछ ए
अहिले त होइन नि त कुच्चो त अस्ति निकाल्छ कि है यो प्रमिला मिस एकदम व्यस्त हुनुहुन्छ कोइला ताप्दै कस्तो दामी अर्ग्यानिक भेट भयो कतिमा नि मजा हुन्छ अब जान्छु पछि भेटौँ ल ओके बाई